क्या मजाको काम यस्तो राम्रो बाटो छ मजाको होइन पुरानो गाडी भनेर हेप्न हुन्न गाडी चाहिँ सोलिड छ आउँछ गाडी हो हेर्नु त कस्तो मजाको होइन 28 पुग्ला 2740 भयो हामी घोर बाटोको लगभग माथि 2800 को हाइटमा आइसकेका छौँ अब लगभग अफरोड बाटो चाहिँ वरिष्ठ उपाध्यक्ष चाहिँ अगाडि बस्नु भएको छ पूर्ण सरले गाडी चलाउनु भएको छ अरू साथी को सदस्य चाहिँ अगाडि हुनुहुन्छ अरू तल साथीहरू सबै कोही पछाडि आउँदै हुनुहुन्छ एकदम चिसो बढ्दैछ हामी माथि उक्लँदैछौँ माथि चढ्दैछौँ गाडी आस्ते आस्ते जाँदैछ हामीलाई चाहिँ एकदमै चिसोको महसुस चाहिँ भएको छ है यस्तो कोही यस्तो गुराँसहरू कोही व्हाइट सेतो छ कोही पिङ्क कलरको छ कोही रातो छ धेरै किसिमको चाहिँ गुराँसहरू पाइँदो रहेछ बाटोको यस्तो छ हामी लगभग माथि घोरपाटा यो सैनिकी इलाकामा आइसक्यौँ सर खोलेको बल्लदेखि होमस्टे घरबाट ठ्याक्कै फाइनली आइपुग्यो अब यसलाई हेर्नु ठाउँ कस्तो राम्रो ठाउँ छ बजारहरू यस्तो छ यो पुरा घरबाटले हेर्नुहोस् कस्तो छ यस्तो ठाउँ स्वर्ग जस्तो छ है यो ढोरपाटनको सिटी बजार यो ढोरपाटनको बजार छ एकदमै राम्रो बजार हामी अहिले चाहिँ ढोरपाटनमा एकदमै घुम्दैछौँ धेरै एकदमै हेर्नुहोस् त माइ गड साथीहरू घुम्दै हुनुहुन्छ फोटो खिच्दै हुनुहुन्छ रमाइलो गर्दै हुनुहुन्छ ल बोल्ने कुराहरू एकदमै रमाइलो छ हामी ढोरपाटन शिकार आरक्षण केन्द्रमा आएको छौँ एकदमै रमाइलो ठाउँ रहेछ पालो है यहाँ गाउँ रहेछ भित्रभित्र गुम्बा रहेछ गुम्बा हेर्दैछौँ एकदमै रमाइलो छ साथीहरू कस्तो लागिरहेछ ल धेरै राम्रो छ एकदम राम्रो छ आउनुहोस् है तपाईँहरू घुम्न हामी पनि फर्स्टचोटि आएको तर धेरै रमाइलो लाग्यो बाटो चाहिँ अलिकति बाटोले अप्ठ्यारो त पारेको थियो तर धेरै राम्रो छ ल यति राम्रो छ कि नेपालको दिनभरिको यात्रा एकदमै बेलुका चाहिँ बस्ने बेलामा हाम्रो दिनभरिको यात्रा चाहिँ जे जस्तो भए पनि अहिले यो ठाउँमा आइपुग्दा हामीलाई चाहिँ एकदमै आनन्द रिफ्रेस हुने ठाउँ रहेछ है अहिलेसम्म हामी ढोरपाटनको भित्र गाउँ भित्र डुल्दै हामी यो मलाई लाग्छ यो सेन्टर होला यो सेन्टर ठाउँमा छौँ यतिखेर यस्तो राम्रो छ अहिले हिमालमा हिउँ छैन त्यही पनि हिउँ नभएता पनि यस्तो सुन्दरता छ हेर्नुहोस् त त्यहाँ पारिपट्टि हिमाल देख्नुहुन्छ एकदम सुन्दर छ हाम्रो साथीहरू हुनुहुन्छ यहाँ एकदम रमाइलो छ इन्जोय दिनभरिको रमाइलो आउँदाको बाटो जस्तो भए पनि यहाँ आएपछि यति रमाइलो बडो रमाइलो भएको छ धन्यवाद ल है साथीहरू पनि यहाँ हाम्रो वरिष्ठ उपाध्यक्ष पनि हाम्रो पोखरेल ट्याक्सी प्रणालीको वरिष्ठ उपाध्यक्ष पनि अहिले घोडा चढेर आउँदै हुनुहुन्छ है गुम्बा हेर्नको लागि एकदम रमाइलो गर्दै हुनुहुन्छ है एकदमै रमाइलो ल हाम्रो चाहिँ द्वितीय उपाध्यक्ष पनि हुनुहुन्छ है एकदमै राम्रो तरिकाले आउँदै हुनुहुन्छ घोडा चढेर आउँदै हुनुहुन्छ है रमाइलो छ एकदमै रमाइलो गर्नु साथीहरूले सबै रमाइलो गर्नुपर्छ है यो चाहिँ गुम्बा रहेछ धेरै राम्रो छ हिँड्दै हुनुहुन्छ साथीहरू रमाइलो छ गाउँ यति राम्रो गाउँ हेर्नुहोस् है धेरै राम्रो लाग्छ यो गाउँ हो यो हिमाल हो माथि हिउँ परेछ हल्का हिउँ परिरहेको छ आज पनि हल्का हिउँ परिरहेको छ धेरै राम्रो भयो रमाइलो छ हेर्दै जानुहोस् है
यो चाहिँ ढोरपाटनको लगभग पुराना तर एकदमै हेर्ने लायक घरहरू छन्। हेर्नुहोस् यति राम्रा घरहरू। धेरै राम्रो छ। यस्तो राम्रो काम छ हेर्नुहोस् है। यस्तो यस्तो घरहरू छ। माइ गॉड हेर्नुहोस्। यति राम्रो भ्यू देखिएछ हजुरले हेर्नुहोस् है। धेरै राम्रो यो सबै ढोरपाटनबाट देख्ने दृश्यहरू है सबै। ल कहाँ गइरहनु तपाईहरु? ल है घोडामा चाहिँ सफर गरेर आइसक्नु भयो साथीहरु है। घुमेर आइनु भयो एकदमै राम्रो तर आइनु भयो। रात लगभग 1.5 घण्टाको हिँड्नु भयो। हामी चाहिँ 2 घण्टा जति हिँड्यो। उहाँहरु चाहिँ 1.5 घण्टामा घुमेर आउनु भयो। रु 400 रुपैयाँ पर। ल हामी आज चाहिँ ढोरपाटनको एकदमै रमणीय दृश्यहरुको चाहिँ अवलोकन गर्दैछौँ। आज हिँड्दै छौँ है, रमाइलो गर्दै छौँ। एकदम राम्रो ठाउँ छ। आउनुस् तपाईहरु घुम्न। माथि तान्नु, माथि 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 यता माथि तान्नु। ए के धुवा हो यस्तो? ओहो होइन के हो धुवा यस्तो? यो त पुरै के अरे गोठा गाउँमा चाहिँ गोठमा चौरी गाईले चाहिँ धुनी लाग्छ भयो त यार। गोठा हो एकदमै पिरो भयो। हामी आज यही होटलमा बसेका छौँ है। हेर्नुहोस् त पुरै हो धुवा। चोरबास मिल्छ। पाटिहाल्ने ठाउँ भन्ने चाहिँ गण्डकी प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेश है। नमस्ते साथीहरु, अहिले हामी ठ्याक्कै बागलुङ जिल्ला र रुकुम जिल्ला र रोल्पा जिल्ला जुन अहिले चाहिँ यो साइड अहिले चाहिँ हामी
ठ्याक्कै रोल्पाको सिमानामा छ भने यतापट्टि ठ्याक्कै यो पातिहाल्नेबाट यो हाइवे चाहिँ ठ्याक्कै बागलुङ जिल्ला। अहिले हामी बागलुङबाट यता आयौँ र अहिले अब हामी यता जाँदैछौँ ठ्याक्कै लुम्बिनी प्रदेशको रुकुम जिल्लातिर। रुकुम भनेको यतातिर है, यो बाटो जाने सिधा हामी जान्छ है। यस्तो ठ्याक्कै यो चाहिँ 3टा जिल्लाको चाहिँ सेन्टर पोइन्ट रहेछ ठ्याक्कै। ल हेर्नुहोस् है, बडा रमाइलो ठाउँ रहेछ, पातिहाल्ने ठाउँ अरे। ल हेर्नुहोस्, यो नाम चाहिँ पातिहाल्ने। यो चाहिँ लुम्बिनी प्रदेश। हाम्रो वरिष्ठ उपाध्यक्ष पनि यति हुनुहुन्छ। त्यो बाटो बनाएर बनिसकेपछि थाहा पाएर के पुरानो घरहरू गाउँहरू चाहिँ। ल है साथीहरू, हामी अहिले चाहिँ ठ्याक्कै रुकुमकोट आइपुग्यौँ। रुकुमको बजारहरू त्यो सिटीहरू त्यो सिटी तलतिर छ। धेरै राम्रो ठाउँ छ। अहिले लगभग 7 बजिसकेको। कमलताल भन्ने पनि रहेछ त्यहाँ तल हेर्नुहोस्, तलतिर पनि कमलताल। अहिले हामी चाहिँ लगभग रुकुमकोट ठ्याक्कै रुकुमकोट छ है।